चिसो छ मौसम। सम्पूर्ण साथीहरुमा नमस्कार। साथीहरु, 2-4 दिन अगाडि मैले प्लास्टिकको बोतलमा पानी तताएर खान लागेको, पोलेर खान लागेको भिडियोहरु हालेको थिएँ हजुरहरुलाई। त्यो चाहिँ फिल्डमा काम गर्दाखेरि समस्या परेर गरेको हुँ। तर रिसर्च गर्दै जाँदाखेरि त्यसमा चाहिँ पानी तताएर खानु हुँदैन रहेछ। प्लास्टिकको बोतल अथवा प्लास्टिकको झोलामा पानी तताएर खानु हुँदैन रहेछ, असर गर्दो रहेछ। आज चाहिँ फिल्डमा काम छैन, पसलमा बसेको। पसलमा आएको छु। त्यसको लागि हामीले चाहिँ इलेक्ट्रिक जग, हिटर भयो है, इलेक्ट्रिक किटली भयो, इलेक्ट्रिक जग, थर्मस, अनि यो पानी तताउने बाल्टीमा पानी तताउने, अनि रुम हिटर भयो, रुमलाई तातो बनाउने। थर्मसमा हामी फिल्डमा जाँदाखेरि थर्मसमा इलेक्ट्रिक के अरे पानी तताएर लिएर जान सक्छौँ। त्यो प्लास्टिकको बोतलमा चाहिँ खाएर के अरे तताएर खानु हुँदैन रहेछ, असर गर्दो रहेछ है। प्लास्टिकको झोलामा पनि पानी तात्छ, तर त्यो चाहिँ असर गर्दो रहेछ। त्यसको लागि चाहिँ मैले हजुरलाई सानो सल्लाहको सुझाव दिनको लागि अथवा आफूलाई पनि थाहा भएको हुनाले गर्दाखेरि मैले सानो भिडियो बनाएर पोस्ट गरेको छु, हाल्दैछु। त्यसको लागि गाह्रो पिरो अन्यथा नसोच्नु होला। धन्यवाद, गुड बाई।